जिल्लामा नै पहिलो हाम्रो होमस्टेको गाउँ, जिल्लामा नै पहिलो हाम्रो होमस्टेको गाउँ, प्रकृति र संस्कृतिले भरिएको ठाउँ। नमस्ते, म जगन्नाथ शर्मा प्रसङ्ग जोडिरहेको छु। म जन्मेको हुर्केको मेरो प्यारो पर्यटकीय गाउँ भकुण्डेको। पूर्वमा पैपाटा र अमलाचौर, पश्चिममा तित्याङ, दक्षिणमा रायडाँडा र उत्तरमा बागलुङ बजार पर्वतको पाङसँग जोडिएको यस भकुण्डेबाट विभिन्न मनोरम हिम श्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ। आन्तरिक तथा विदेशी पर्यटकहरूको आकर्षण बिन्दुको रूपमा रहेको यस भकुण्डेमा झन्डै 65% मगर जातिहरूको बाहुल्यता रहेको छ। बागलुङ बजारबाट पैदल 1 घण्टामै पुग्न सकिने यस भकुण्डेमा विक्रम सम्वत 2068 सालदेखि जिल्लामै पहिलो अतिथि सत्कार होमस्टे सञ्चालनमा ल्याइएको छ। हजुरहरू पनि एकपटक मेलो मिसो मिलाएर भकुण्डेमा पाइला राखिदिनुहोला, भकुण्डेको अवलोकन गरिदिनुहोला। हुन्छ, धन्यवाद।